Science and environment invertebrates and vertebrates आज युनिट 1 मा हाम्रो vertebrates दिएको छ। ल अब यसलाई हामी स्टार्ट गर्छौं। बिफोर यु बिगिन हामीले स्टार्ट गर्नुभन्दा अघि यसमा केही टपिक छ सर्ट नोटमा दिएको छ। डिफरेंट टाइप्स अफ एनिमल फाउन्ड अराउन्ड अस, यानी कि हाम्रो आसपास के हुन्छ, हाम्रो डिफरेंट टाइप्स अफ एनिमल्स अराउन्ड अस अराउन्डमा फाउन्ड गर्छ। सराउन्डेडमा हाम्रो के छ, डिफरेंट टाइप्स अफ एनिमल फाउन्ड पाइने गर्छ हैन। एक प्रकारको एनिमल्स त हुँदैन, कुनै बलियो हुन्छ, कुनै कमजोर हुन्छ, कोही एकदम ढाड नभएको जनावर एनिमल्सहरू हुन्छ। लाइक अब कस्तो एनिमल्स छ, एनिमल्स लाइक क्याट, डग, काउ, गट, बुफालो, अर्थवर्म्स, स्टेल, बटरफ्लाई, स्लग, फिश, फ्रग, इटिसी आर फाउन्ड इन द सराउन्डिङ। त हाम्रो सराउन्डिङमा कस्तो कस्तो प्रकारको एनिमल छ, हुन त धेरै छ, तर अलिकति थोरै जानकारी छ यसमा। एनिमल्स लाइक क्याट, डग, काउ, गट, बुफालो, अर्थवर्म, स्नेल, बटर, हुन त हजारौं करोडौं छ, त्यति त्यो त सबै लेख्न यसमा व्याख्या गर्न सक्दैन, तर खास गरी कमनमा हाम्रो के छ, यही सबहरू छ हैन। फाउन्ड इन द सराउन्डिङ एमङ दिज एनिमल्स, यी एनिमल मध्ये, यी जनावरहरू मध्ये सम एनिमल, कुनै एनिमल, सम एनिमल डोन्ट ह्याभ अ ब्याकबोन, यी एनिमल मध्ये कुनै एनिमल के छ, ब्याकबोन हुँदैन, यानी कि ढाड हुँदैन। सम एनिमल डोन्ट ह्याभ ब्याकबोन एन्ड अदर्स ह्याभ अ ब्याकबोन, कसैको ढाड हुन्छ, कसैको ढाड हुँदैन, यानी कि एकदम मेरुदण्ड भन्छ हैन। मेरुदण्ड नेपालीमा तपाईले मेरुदण्ड कसैको हुन्छ, कसैको मेरुदण्ड हुँदैन। मेरुदण्ड भएको जनावरलाई इन्भर्टिब्रेट भन्छ, नभएको मेरुदण्ड नभएको एनिमललाई इन्भर्टिब्रेट्स भन्छ। The animal which do not have a backbone, the animal which do not have a backbone are called invertebrates. Example: snail, butterfly, earthworm, slug, etc. Similarly, the animal having backbone are called vertebrates. त्यही अघि नै के मैले भने, यस्तो जनावरहरू जहाँ जसको ब्याकबोन हुन्छ त्यस्तो जनावरलाई के भनिन्छ, इन्भर्टिब्रेट्स। जोसँग ब्याकबोन हुँदैन, डोन्ट ह्याभ अ ब्याकबोन, इज नोन एज इन्भर्टिब्रेट्स। So, just like an example, cat, dog, cow, goat, buffalo, fish, frog, snake, etc. are the basic of absence of presence of backbone animal are divided into two groups. Just two group, vertebrates, invertebrates. एनिमललाई दुईटा ग्रुपमा विभाजन गरिएको छ, भर्टिब्रेट्स र इन्भर्टिब्रेट्स। यी जुन बुफालो, काउ, गट, यी सबहरू छ, के छ, यिनीहरू कसैमा भर्टिब्रेट छ, कसैमा इन्भर्टिब्रेट, यानी कि फ्रगमा भर्टिब्रेट छैन हैन, भर्टिब्रेट छैन, तर बाँकी एनिमल जुन छ भर्टिब्रेट भएको पनि छ। ल अब हामी पेज पल्टाउँछौँ, पेज नम्बर 5 छ, अब पेज नम्बर 6 मा जान्छौँ। 6 मा आउने बित्तिकै के छ, हाम्रो इन्भर्टिब्रेट्स छ। इन्भर्टिब्रेट्समा फर्स्ट लाइनमा दिएको छ, वी क्यान सी अ भेराइटी अफ एनिमल अराउन्ड अस, हाम्रो अराउन्ड असमा, हाम्रो वरिपरिमा हामी विभिन्न प्रकारको विभिन्न भेराइटीको के गर्छौँ, जनावरहरू देख्छौँ। among them like a butterfly, among them animal like a butterfly, cockroach, mosquito, crab, earthworm, leech, grasshopper and honeybee don't have a backbone or vertebral column. यी जति मैले नाम लिए नि, एमङ द एनिमल लाइक बटरफ्लाई हैन, बटरफ्लाई के छ, बटरफ्लाईसँग त हाड हुँदैन, हड्डी हुँदैन, त्यसको मेरुदण्ड केही छैन भने त्यसमा बोन हुँदैन। बोन नभएको जनावर, यानी कि बोन नभएको एनिमल के छ, इन्भर्टिब्रेट छ हैन। जस्ट अब कक्रोचसँग बोन हुँदैन, कक्रोचमा के छ, बोन हुँदैन, त्यो मा त सेल मात्रै हो। मस्किटोमा पनि के, एक छान्यो भने गयो। अर्थवर्ममा पनि हुँदैन, अर्थवर्म त्यही के हुन्छ, तपाईँ हेर्नु, चारा भन्छ हैन, हामी यता तराईतिर चारा भन्छ। लिच यानी कि जो वर्षायाममा कोही कसैले तपाईँ लिच लाग्छ भने के गर्छ, त्यो रगत चुस्छ हैन, त्यो ग्रास उपर थाहै छ, अनि बीज तपाईँलाई थाहै छ। त्यसपछि सबैलाई के हुन्छ, दे अल आर के छ, दे डोन्ट ह्याभ अ भर्टिबल कलम, यस के छ, यिनीहरूसँग के भर्टिबल कलम हुँदैन हैन। दिज एनिमल आर कल्ड इन्भर्टिब्रेट, यस्ता एनिमललाई के भन्छ, दिज एनिमल आर कल्ड इन्भर्टिब्रेट्स। क्यान यु नेम अ सम इन्भर्टिब्रेट्स? यस, यु क्यान सी, नो आई नो you can see many invertebrates animals in your surrounded area, just like a butterfly, grasshopper, spider, octopus, earthworm, snail, etc. Or all the invertebrates. Those animals who don't have a backbone are known as invertebrates. यस्तो जनावर जसँग
मेरुदण्ड छैन, जससँग हाड छैन, त्यस्तो एकदम मास भएको जनावर छ, त्यो के हो त्यसले भन्छ इन्भर्टिब्रेट्स, सेल मात्रै छ हैन। अब यसमा साइलेन्ट फिचर्स अफ इन्भर्टिब्रेट्स, अब त्यसको फिचर्सहरू के छ, साइलेन्ट फिचर्स के छ, साइलेन्ट फिचर्स मतलब कि एकदम अत्यन्त फिचर्स यसमा के छ इन्भर्टिब्रेट्सको, इन्भर्टिब्रेट डोन्ट ह्याभ अ ब्याकबोन। अब साइलेन्ट फिचर्स पनि हुन्छ जस्तै कि साइलेन्ट फिचर भन्दा एकदम शान्त हैन, इन्भर्टिब्रेट्स डोन्ट ह्याभ अ ब्याकबोन, इन्भर्टिब्रेट्सको के हुन्छ डोन्ट ह्याभ अ ब्याकबोन। सबभन्दा साइलेन्ट फिचर्स यो के छ डोन्ट ह्याभ अ ब्याकबोन, ब्याकबोन छैन उनीहरूसँग हैन। दे मे बी युनिसेलुलर र मल्टिसेलुलर, के युनिसेलुलर र मल्टिसेलुलर त हुन्छ तर त्यसमा के हुन्छ ब्याकबोन हुँदैन। जस्ट लाइक अ पारामेसियम युग्लिना हैन, तपाईलाई एउटा कुरा थाहा छ हैन, द अर्गानिजम ह्याभिङ ओन्ली वान सेल, यस्तो अर्गानिजम जस्तो ओन्ली वान सेल हुन्छ इन देयर बडी आर कल युनिसेलुलर अर्गानिजम। यस्तो अर्गानिजम जससँग मात्र ओन्ली वान सेल छ त्यस्तोलाई के भनिन्छ, देयर बडी आर कल युनिसेलुलर अर्गानिजम। एक भन्दा अब जस्ट इक्जाम्पलमा के छ, एमोइबा छ, पारामेसियम छ, युग्लिना छ हैन, युजी एलियनिक्स छ। द लाइफ बोथ इन वाटर, दे आर लाइफ बोथ इन वाटर, यो दुवै के छ हाम्रो पानीमा पाइने गर्छ, जस्तो हाइड्रा, स्टारफिस, एमोइबा, अक्टोपस, इटिसी आर अल एन्ड ल्यान्ड। अब ल्यान्डमा पाइने के छ स्नेल, अब स्नेल के छ पानीमा पनि बस्छ अनि जमिनमा पनि बस्छ। अर्थमा जमिनमा पनि बस्छ अनि पानीमा पनि बस्छ। ग्रास हुपर, बटरफ्लाई सब के छ हाम्रो जमिनमा पनि छ अनि पानीमा बस्छ। अब जरुरी छैन कि अब यस्तो युनिसेलुलर अर्गानिजम छ जुन हाम्रो पानीमा पनि पाइने गरिरहेछ अनि अर्थ यानि कि